मेरो गेङ मेरो तेरी आमा बिक्छ पर पैसा बुझिस तेरी आमा बिक्छ पैसामा त बिक्छस् पैसामा बुझिस नि झारे पातकी साला कुकुर जेवती बोल्छस् तिम्रो को तिम्रो को र भन न तिम्रो को तिम्रो जे देखा पनि त्यही देखाउँ तिम्रो को चाहिँ हो मेरो बाउ हो मेरो आमा हो तिम्रो जे पनि भनेको छ रितु त्यो कमेन्टमा एउटाले नराम्रो भन्यो भन्दैमा तिम्रो पनि त्यही जिस्किने नछोडे देखाएको मैले भिडियोमा हेर न टिकटकमा हेर जा टिकटकमा छ त मेरो ट्याटो जाऊ न हेर न जाऊ गएर टिकटकमा हेर जाऊ भिडियोमा हेर जाऊ गएर के नेललाइमा देखा भनेको लासरम छैन तेरो घरमा दिदी पनि छैन त्यही त भिडियोमा हेर अब यहाँ त हामी मात्रै हेर्ने रितु नि हामी त यहाँ मात्रै हेर्ने नि रितु भ्युअर्सहरु उता जाऊ है भिडियोमा हेरेर आऊ रितु बाबा देखौ बाबा बेबी उली भन्ने भन्दै तिम्रो चाहिँ के हो त नि देखा यो कुमार भन्ने मान्छे हैन देखाउन बाबा प्लिज भनेछ है कुमार दाई सपोर्ट स्टार छ त सुपरस्टार हैन हेरै म तपाई कुमार दाइलाई भन्छु तिम्रो घरमा पनि दिदी छ बहिनी छ आमा छ होला हेर्यौ नि जब तिमीले हाम्रो रेस्पेक्ट गर्न सक्दौ भने र तिम्रो दिदी बहिनी पनि कसैले पनि रेस्पेक्ट गर्दैन बुझ्यौ नि पहिला हामीले गर्न सिकेपछि बल अब त्यो महाकाली मेची पुगिसक्यो भयो के त्यो सालेहरु त्यति गर रितु त्यति गर न बाबा नरिसाउ न सानो यति राम्री मान्छे रिसाको सुहाउँदैन बेबी हेर रिसाको हैन के यार त्यो चाहिँ के भएको भन्न त चाहिँ के भएको छोरा मान्छेको तँलाई थाहा छैन के हुन्छ नि त बेगन्दन झार कमेन्ट साला कुकुरले पनि बोल्छस् माएर लाज लाग्दैन एउटा केटा मान्छे भएर आज सुत्रेको मैले के गरेको छु भन्न मैले के गरेको छु र ल भन त ओए रितु भन्ने थमेलमा नबिकेको 2 गिलास रक्सीमा सुतेर हिँड्ने कलौटेको रखेल रितु भन्ने मेरो जिउनु भएको मम्मी बसमा नि तँलाई मैले सबबाट ब्लक गरिदिन्छु हेर्दै जा अलि हेर्दै जा न रितु गाली नगर न रितु डान्स आइज नाच्नु सबै सहन्छ रितु सुन न नरिसाउ न प्लिज यार रितु तँलाई म भन्छु हैन तैले चाहिँ हैन तँलाई एउटा कुरा भन्छु यार तैले चाहिँ भ्युज बढाउनको लागि तैले छाडा बोल्ने बुबु देखाउ भन्ने नाइटो देखाउ भन्ने यस्तो उसो भन्छस् तैले मैले तेरो बान थाहा छ बुझिस् नि त एउटा राम्रो छोरा होस् भने हैन राम्रो तरिकाले चला क्या मान्छे आउँछ कि बुझिस् नि छाडा बोलेर ए नाना थरी भनेर कोही भ्युज आउँछन् तर त्यो कस्तो न यहाँ सुन न तिम्रो नाइटो हेर्ने त्यो नाइटो मुनि त पुत्तीसम्म चाहिँ ट्याटु लेख्न हामी हेर्दै चाहिँ नआउने आमाको ट्याटु छैन तिम्रो ट्याटु भएर पो हेर्न खोजेको त नरिसाए त्यो रिसाको सुहाउँदैन क्या तिमी त्यो राम्री मान्छे नरिसा न बेबी नरिसाउ न सबले फलो गरेर ल होइन सुन अब बोल्छु मात्रै गर्दिन तिमीले मैले कहिले खुसी जाम भनेको छु पुती देखाऊ भनेको छु कहिले नि भन्दिनँ म रितु कसम भन्दिनँ म कहिले पनि भन्दिनँ इनबक्समा भिडियो कलमा आइज म छोलेर झार्छु यसलाई मैले कहिले पनि नराम्रो भयो यसलाई मैले साथी मान्छे क्या नि यसले आएर मलाई यस्तो गर उस्तो गरे यसले यति नराम्रो शब्द बोल्छ नि यसले यति नराम्रो शब्द बोल्छ नि कसम होइन यहाँको मान्छेहरू कोही दिदी बहिनी हुनुहुन्छ कोही बाबुआमा हुनुहुन्छ होला तर सुन्ने मान्छे पनि कस्तो हुन्छ क्या उनीहरूलाई के हुन्छ होला लाज लाग्छ कि लाज लाग्छ यार यसलाई लासर भन्ने केही पनि छैन कसम भनेको यो त लाज बचाइसकेको मान्छे होइन जस्तै आम्बो उस्तै छोरो जन्म होला नि बिचरा आम्बोलाई के भन्नु बिचरा होइन तर एउटा भनौँ न एउटा छोरो कति भयो भने आम्बोको मान्छे कति नराम्रो भन्छ कति कुरा काट्छन् होइन मान्छेहरू चाहिँ यसले चाहिँ भन्छ नि यसले केटी मान्छेको रेस्पेक्ट गर्दैन क्या यसले जे पाइती बोल्ने छाडा बोल्ने यसले दिव्याले कस्तो गराएको थियो आमामा पुरै छाती हल्लाएर उठ गरे नाच गरे यस्तो दिव्या पनि उस्तै टाइपको क्या फेरि उसलाई मैले कति सम्झाएको दिव्यालाई एउटा साथी ठाउँ बस्न केटी मान्छे तर सम्मान गर्न आउँदैन आउँछ नमस्ते रितु त्यसले मलाई अरू जस्तो सोचिस् क्या अरू जस्तो केटीलाई ए यस्तो सुन्दा राम्रो मुख छाडा जस्तो भने जस्तो नसोच्ला मलाई म त्यसमा पर्दैन फेरि रितु कलाकार हो मोडल हो राम्री छे हाम्री छे झारे तले साला हैन तर केडा हो है रितुले जति गाली गरेको उसको मन सफा छ है कसम रितुको मन सफा छ है तपाईको कुरा हैन के रिस उठ्छ यार जुन यत्रो रिस उठ्दैन मलाई म त जुन एउटा मिडिया म त एउटा क्यामेरा फेस गरेको मान्छे हुँ त यार हो किन होला साथीहरु हैन अरू म लाइभ बस्छु र म तर अरू कोही म कस्तो कलाकारहरुको लाइभ नआउँछु